नमस्ते वेलकम अनि झोरले तपाईहरुलाई स्वागत छ अकान्जुको श्रृंखलाको यो एपिसोडमा। सँगै हामीसँग हुनुहुन्छ आजको लागि भुप्पु प्रधान निस्दिचार मित्याल बुढावासमा बस्नुहुने तासबहादुर कालुङज्यू। बाजे पूर्ण सिंह कालु बाजे ने पाल सिंह कालु हजुर त्यहाँ हैन तपाईको परिचय दिनुहुन्छ। मेरो ने बाजेको नाति पाल सिंहको छोरा म चाहिँ हजुर कति अहिले 98 सालको म हो, 2098 को। हजुर म अहिले 85 वर्ष पुग्नु भयो। तपाईको नाम पनि भनिदिनु न भाइ। 85 तासबहादुर कालुङ। तासबहादुर कालुङ। तासबहादुर कालुङ बाजे हुनुहुन्छ, अहिले चाहिँ बुबा हुनुहुन्छ मसँग चाहिँ। उहाँको चाहिँ उहाँ तपाई प्रधान पनि हुनुहुन्थ्यो है? दुईटा अवधि चाहिँ उहाँ दुईटा अवधिको लागि चाहिँ उहाँ चाहिँ पञ्चायत प्रतिनिधि पनि भन्थे है। पञ्चायत प्रतिनिधि प्रधान हुनुहुन्थ्यो उहाँ। साथै उहाँ चाहिँ इन्डियन आर्मी पनि तपाई रिटायर इन्डियन आर्मी पनि हुनुहुन्छ उहाँ। उहाँ चाहिँ निस्दिचार मित्याल पाल्पा मुडावासमा चाहिँ बस्नुहुन्छ र हामी चाहिँ विशेष गरी उहाँको लागि चाहिँ उहाँको बारेमा चाहिँ लाइफस्टाइल कस्तो थियो र इन्डियन आर्मीदेखि चाहिँ प्रधानसम्मको यात्रा चाहिँ कस्तो रह्यो उहाँको, आज चाहिँ यही बारेमा चाहिँ बुझ्नलाई चाहिँ उहाँसँग हामी छोटो यो अकान्जुको श्रृङ्खलामा तपाईहरु सामु हाम्रो मिठो कुराकानी राख्नेछौँ। बुबा, तपाईको लागि मेरो एउटा पहिलो प्रश्न गरौँ है त बुबा। तपाई चाहिँ प्रधान अथवा पञ्चायत प्रतिनिधिमा चाहिँ कसरी छानिनु भयो, कसरी आउनु? म 2039 सालमा हजुर प्रधान भएको। हजुर 39 सालमा प्रधान भयो। भोटमा बेसी लागेर भन्न पर्यो है। मसित कतै 6 जना उम्मेदवार थियो तर जित पनि मेरै भयो, विजय म भयो। हजुर त्यहाँ नेक्स्ट उसमा पनि चुनाव फेरि निर्विरोध भयो। विरोध भयो? निर्विरोध मिन कस्तो निर्विरोध? निर्विरोध भयो। भोटै हाल्न पर्ने। भोटै हाल्न पर्ने, तपाईँ एक्लै उठ्नु भयो? भनेपछि बुबाले चाहिँ दुईटा अवधि चलाउनु भयो। अनि 39 मा होइन पहिला लड्नु, 39 को लागि चाहिँ बुबा चाहिँ भोट हालेरै जित्नु भयो होइन, ठुलो मतले चाहिँ जित्नु भयो भने दोस्रो पालीमा चाहिँ निर्विरोध उहाँको विपरीतमा चाहिँ उठ्ने कोही पनि हुनुहुन्थेन होइन। त्यसकारण उहाँले फेरि पनि अर्को अवधि चलाउनु भयो। तपाईको लागि अर्को प्रश्न फेरि म के गर्न चाहन्छु भन्दाखेरि इन्डियन आर्मीमा चाहिँ कसरी जानुभयो फेरि इन्डियन आर्मीतिर? म गते इन्डियन आर्मी 18 सालमा। हजुर इन्डियन आर्मीमा गयो। हजुर 18 सालमा गएर म लडाइँमा पनि म कारगिलमा बस्नुभयो? कारगिलमा त्यहाँ लडाइँ चाहिँ हजुर पढ्यो अब कारगिलमा 71 सालमा। 71 सालमा कारगिलमा त्यसमा बद्री प्रधान भयो म। 71 साल भनेपछि 2071 कि 1971? 1971 मा कारगिलको लडाइँमा पनि पर्नुभयो तपाईँ? तपाईँ भनेपछि तपाईको यो इन्डियन आर्मीको यात्रा कति वर्षबाट सुरु भएको थियो तपाईको? म यहाँको 18 साल। 18 सालमा इन्डियन आर्मी हुनुहुन्थ्यो? बाफरे 18 साल। हजुर अब इन्डियन आर्मी बस्दा चाहिँ म पहिले सीमा भर्ती भयो कि। हजुर लास्ट नायक भयो, नायक हजुर भयो, लास्ट हलदार भयो। हलदार भयो है। भनेपछि हलदारसम्म पुगेर चाहिँ तपाईँ रिटायर हुनुभयो। कति वर्ष बिताउनु भयो तपाईँले पल्टनमा? पल्टनमा कति वर्ष बिताउनु भयो? म 18 वर्ष बिताउनु भयो पल्टनमा? एहे
तपाईले पल्टनबाट आउने बित्तिकै प्रधानतिर उठ्नु भएको कि अलि आउने बित्तिकै उठ्नु भएको आउने बित्तिकै ए त्यहाँ गाउँको मान्छे भन्थे के हामी चाहिँ यहाँ काम गरेर मान्छे राखेको मान्छेलाई चाहिँ भोट नदिने भर्खर पाल्न भर्ती भएर आउने पेन्सन मान्छेलाई भन्ने त्यस्तो पनि भन्यो गाउँलेहरूले एकदमै राम्रो मिठो गएछ बुबाको कथा तपाईँको इन्डियन आर्मीको यात्रा अनि प्रधान त्यो पञ्चायत प्रतिनिधिको यात्रासँगै म चाहिँ तपाईँको अलिकति बाल्यकालतर्फ पनि जोड्न चाहन्छु तपाईँको बाल्यकाल कस्तो थियो बुबा मेरो राम्रै थियो बाबु बाल्यकालमा कस्तो हो भने हजुर म चाहिँ नि भनौँ कि 18 पहिला बाल्यकाल भन्दा राम्रै थियो मेरो बाबु दिन पाएन आमा तपाईँले कतिको सङ्घर्षको जीवन बिताउनु भयो कि स्वतन्त्रको जीवन बिताउनु भयो बाल्यकालमा भन्न पर्यो 2007 सालको कुराहरूमा हजुर 2007 सालमा मेरो बाजे चाहिँ नि प्रधानमा उठ्यो क्या हजुर बुबा पनि प्रधानमा उठ्नु भएको भनेपछि त तपाईँको त पुर्ख्यौलीबाटै प्रधानबाट उठ्दै आउनु भएको रहेछ होइन तपाईँको भनेपछि घरमा त्यो पैसा नहुने पढ्न नमिल्ने त्यस्तो खालको वातावरण त थिएन उसमा बाबु के नहुने भन्यो भने पैसा त कसो हुन्छ र होइन हजुर हजुर पैसा नहुने भन्यो 5 रुपियाँ गएर भर्ती भएको भन्यो 5 रुपियाँ दिएर कतिसम्म पढ्नुभयो तपाईँले पढ्न म इन्डिया गएर पढ्यो इन्डिया गएर पढ्नुभयो तपाईँले पल्टनमा भर्ती भएर पढ्नु भएको पहिला त्यस्तो पढाइ जस्तै यति पढ्नुपर्छ भन्ने लिमिट राख्थेन म त यहाँ त थियो बाबु है हजुर हजुर पढ्न फुर्ती चाहिँ नपाउने म एउटा मान्छे त्यहाँबाट बाँकी स्कुलमा भने म पाइदिनँ है हजुर हजुर थियो हजुर गाई थियो गाई त नानी खोले गाउँ गरेर भन्नुपर्छ आज गाउँ गरेर पढ्ने होइन म त पढेर भन्ने कि कसले दाइले तपाईँको आफ्नै दाइले आफ्नो दाइ उसको साइला भाउजूको दाइले चाहिँ पढ्नुहुन्न काम गर्नुपर्छ भन्नुहुन्थ्यो बिताएको भाउ दुःखले बिताएँ क्या मैले हजुर आमा पनि बोली नै भन्नु पर्यो हजुर तपाईँ कति वर्षको हुँदाखेरि बुबा बित्नु भएको थियो म पाइदिएँ भाउ वनमा 9 वर्षको हुँदा ए 9 वर्षको हुँदा बुबा बित्नु भएको थियो अनि तपाईँ ठ्याक्कै 9 को आधा पछि चाहिँ तपाईँ इन्डियन आर्मीमा इन्डियन आर्मी हुनको लागि चाहिँ कतिको सङ्घर्ष गर्नुभयो तपाईँ बिहान दौडिने हुन्थ्यो कि दौड्ने चाउटे सबै गर्ने बाबु त्यहाँ हजुर पौडी ढोल लाने क्या पैसा नपुग्ने तपाईँको सन्तान चाहिँ कतिजना छन् मेरो सन्तान हजुर छोरा मेरो एउटा छोरी एउटा ए एकजना छोरा एकजना छोरी ए अहिले कहाँ हुनुहुन्छ त अहिले कहाँ हुनुहुन्छ छोरा छोरीहरू छोरा पार पाउँछ हजुर छोरी पनि पार पाएँ तानसिनमा बिहा भएको हो घर पनि त्यतै घर बनाएर बसेको ए है आजभोलि गाउँमा बस्ने बाल्टीको बाजे तपाईँ भनेपछि को हुनुहुन्छ त अहिले घरमा हजुर आमा र दुईटा आमा र हजुर मात्रै त्यति है अब यत्रो खेतीपाती पनि गर्नुपर्छ होला तपाईँको कसरी गर्नुहुन्छ त अडिया दिनुहुन्छ अडिया दिया होइन अब बारी भेगा भनेपछि अहिलेसम्म तपाईँहरू आमा बुबाले चाहिँ धान्नु भएको छ है घरको कामहरू नातिहरू पनि हुनुहुन्छ होला नाति छ अनि अहिले नातिहरू कता नाति एउटा नाति
इन्डिया आर्मी भर्ती भयो ओहो एउटा दुबईमा छ ए नाम भनिदिनु नि नातिहरू नातिमा अँ एउटा यानिन्छ नि इन्डिया आर्मी हो हजुर हजुर यानिन्छलाई दिँदा हजुर कान्छो नाति चाहिँ नि अच्छा दुबईमा दुबईमा ए हो भनेपछि एकजनाले चाहिँ बुबाहरूको चाहिँ हजुरबुबाको बुबाहरूको पुस्तौली चाहिँ बचायो भन्नुपर्छ होइन हजुरहरूको जस आर्मी हुने होइन श्रेणी चाहिँ कायम राख्यो भन्नुपर्छ चेतन चाहिँ यहीँ कहाँ दुबईमा भएको चेतन चेतन दाई होइन ओके हामीसँग अब उहाँहरू त अहिले यहाँ हुनुहुन्न के अरे होइन अहिलेको लागि चाहिँ हजुरआमा र बुबा मात्रै हुनुहुन्छ तपाईँ बच्चैदेखि मुडावासमै बस्नु भएको होइन काफल हो खासमा काफल हो तपाईँको ए काफलबाट यहाँ बसेको ठुलो घर छ त्यो खास त्यहाँ त कोही बस्नुहुन्न के अरे होइन भरि यहाँ चाहिँ कति सालमा आउनुभएको तपाईँहरू बसेस गरेर यहाँ बाबु बस्नु उहाँ पनि भएको यहाँ पनि भएको हजुर यहाँ यस्तै भयो होला यहाँ पनि 20-25 वर्ष भयो 20-25 वर्ष भयो है ए ठिकै छ तपाईँ आउँदाखेरिको मुडावास र अहिलेको मुडावासमा के को फरक के कति फरक देख्नुहुन्छ त तपाईँ पहिले केही पनि थिएन हामी आएर बल्ल हो यो सबै गाउँ छरिएको किन खासै धेरै घरहरू पनि थिएन 3 घर 4 घर थियो हजुर हजुर ए 4 घर थियो है जिम्मलहरू भयो भन्थे ए जिम्मलको नाथे उहाँको भाइ के अरे जिम्मलको हजुर हजुर यो जिम्मल मुखिया हुनुहुन्थ्यो अरे होला मेरो बा चाहिँ नि ठेकदार भन्थ्यो ठेकदार त्यो बेलामा पनि ठेकदार के गर्नुहुन्छ त बुबाले तपाईँको त्यही हो जिम्मल काम गर्ने ए यता जा नेपाल जा यताउति सबै तर खासमा जिम्बाल भनेको जिम्बाल र प्रधानमा चाहिँ कुन हो ठुलो जिम्मल प्रधान एकै हो क्या एउटै हो एकै हो तपाईँहरूले दुई अवधि चलाउँदाखेरि पछि 46 सालमा आएर चाहिँ बौद्धले आएको होइन र 46 सालमा आएर चाहिँ बौद्धले आयो त्यसपछि चाहिँ तपाईँहरूले अब त्यता माथि कार्यालयतिर केही गर्न पाउनुभयो कि नै मतलब कि कामहरू यताउति कार्यान्वयन नियन्त्रणहरू निर्देशनहरू दिन पाउनुभयो कि नै त्यहाँबाट 39मा पाएँ बाबु तपाईँ अस्ति अब तपाईँले भनेपछि के परिवर्तन ल्याउनु भयो जस्तो लाग्छ तपाईँले 2 अवधि त चलाउनु भयो तपाईँले यहाँ राजा रानी पनि भेटायो वीरेन्द्र ल्याउनु भएको तपाईँको पालामा हो ए सबैलाई म एउटा कुरा जानकारी गराउन चाहन्छु कि 2000 कति सालमा आउनुभएको रे उहाँहरू त्यो उहाँ चाहिँ बुबालाई नि याद रहन्छ तर स्कुल बनाएको बेलामा आउनु भएको नि खासमा स्कुल हो गौरीशङ्कर बनाएको बेलामा गौरीशङ्कर स्थापना गौरीशङ्कर मैले बनाएको थियो हेर्नको लागि आयो तपाईँको पालामा बनाएको त्यो हेर्नको लागि वीरेन्द्रहरू चाहिँ हेलिकप्टरबाट आएको रे है माथि मित्तल बजारमा ए त्यो बेलामा तपाईँको जे होस् तपाईँ चाहिँ प्रधान हुनुहुन्थ्यो ठिक छ अब गाउँमा चाहिँ कतिको आलोचना हुन्थ्यो तपाईँ प्रधान हुँदाखेरि हुन्थ्यो बाबु त्यो आलोचना नभएको भने के हुन्थ्यो अहिले अब दुईचोटि गऱ्यो राजा रानी पनि आयो हजुर राजा रानी बात गर्न पाएँ मैले है अरे धान उच्च भयो पञ्चायत आएर चाहिँ नेपाललाई पछाडि पर्यो कि पछाडि पार्यो कि अगाडि ढकिल्यो पञ्चायतले नेपाललाई के भन्नुहुन्छ तपाईँ हामी बाबु भन्न पर्यो अगाडि नै पर्यो भन्नु पञ्चायतले है हजुर त्यस्तो चाहिँ पञ्चायतले चाहिँ अगाडि नै बढायो भन्नुहुन्छ कसरी भन्नु नि त यही हो पछि गर्दाखेरि कति सालमा अब पञ्चायत पनि अब टुट्यो के अरे है 46 मा चाहिँ अन्त्य भएको भयो हजुर तपाईँ पञ्चायतमा बस्दाखेरि मुख्य काम चाहिँ के गर्नुभयो तपाईँले जस्तै
वीरेन्द्र आउनुभयो कि होइन तपाईँकै पालामा आउनुभयो अरू अन्य मुख्य कामहरू पनि भनिदिनु न अनि मैले त्यो स्कुल बनाउने कामहरू यताबाट सबै माग्थेँ हजुर जनताले चाहिँ दुःख दिएकै हो मैले दिएकै हो किन कसरी भने कसरी अब काठ कटायो हजुर है श्रमदान सरपञ्च के माथिबाट अनुबाट टायल बोकायो टायल बनाएको त्यहाँ है अरुणको स्कुल ए टायल बोकाएर बनाएको स्कुल त्यो बनाएको भन्दाखेरि त्यस्तो पनि गरायो गराए काठ कटाएको बोकाउने त्यस्तो बनाएको नै गर्नु ए धेरै पालामा बनाएको सबै त्यो खासमा रेड क्रस पनि आएको भन्ने सुनिन्थ्यो रेड क्रस र तपाईँहरूको सहमतिमा बनाएको गाउँमा त्यो बेला जस्तै बिरामी हुँदाखेरि होइन कुनै चाहिँ जस्तै गर्भवती महिलाहरू इमर्जेन्सीमा पर्दाखेरि त्यस्तो बेलामा चाहिँ के गर्नुहुन्थ्यो तपाईँहरूले बिरामी हुँदाखेरि नआउने के रेडबाट आए रेडबाट डाँडाझिरी पूर्व के थियो तिनीहरू त्यहाँ दिँदै गएको भयो त्यहाँ डाँडाझिरी गएर गिरी भन्ने थियो कि घोडा हजुर गिरीमा थियो त्यो गिरी लगेर डाँडाझिरी गएर घोडाहरू त्यही थियो अरे दिएर आयो कि मैले दिएर आएँ दिएर आएर त्यो नभएको स्कुल हजुर त्यो सुरु गरेँ मैले त्यहाँ दमारको स्कुल लामी लामी दमारको सुरुमा बाहिर फर्केको त्यो त्यहाँबाट आएँ हजुर त्यो नर्बेहरू यहीँ थियो अरे त्यो नर्बेहरू थियो त्यहाँबाट स्कुलको लाइब्रेरी माथि स्कुल बनाउने त्यो हो माथि स्कुलको लागि 18 सालमा 17 सालमा स्थापना 2017 मा होइन 2017 मा चाहिँ गौरीशङ्कर स्थापना भएको थियो तपाईँले अब तपाईँ पञ्चायत कालमा हुँदाखेरि चाहिँ सबैभन्दा तपाईँ चाहिँ नबिर्सिने दिन एकदमै खुसी आफूले हुन्छ नि त मैले यो गरेँ है भनेर खुसी लाग्ने दिन चाहिँ कुन जस्तो लाग्छ तपाईँले जस्तो कि राजा रानी आउँदाखेरि सबैलाई पनि खुसी भयो ल्याएको यो त्यो समय चाहिँ बिर्सिनुहुन्न टन्नै थियो होला है मान्छे त टन्नै पखेर भयो त्यस्तो है अनि सुरक्षाको लागि त्यतिबाट आएको कि कस्तो हेलिकप्टरमा आएको भन्ने सुन्थ्यो नि तिनीहरू चाहिँ भनेपछि साथमै आउनु भएको थियो नि मैले गरेँ सबै राजा आयो आयो सबै आएर त्यस्तो ल्याएर सफल भयो के अरे सबै फल्लाको पालो राजा रानी त्यहाँको यस्तो बिहाको भनेर सबै भयो के अरे खुसी भयो ल ठिक छ एकदमै राम्रो थियो त्यो अहिलेको जुन बहुदलीय छ नि त यो राम्रो हो कि तपाईँहरूको पञ्चायत राम्रो भन्नुहुन्छ तपाईँ होइन के गर्ने अब अलि लोकतन्त्र त्यस्तै लोकतन्त्र अब के गर्ने अब एउटा फेरेको फेरि गर्छ भनेपछि तपाईँलाई चाहिँ पञ्चायतै ठिक जस्तो लाग्छ ल ठिक छ पञ्चायत त्यो बेलामा जे होस् पञ्चायतबाट पनि केही राम्रो राम्रो परिवर्तनहरू त तपाईँलाई जनताहरूले कुन रूपले हेर्थ्यो होला जस्तै सम्मानले हेर्थ्यो कि डरले हेर्थ्यो होला तपाईँले भने तपाईँ एकतिर इन्डियन आर्मी पनि हुनुहुन्छ होइन इन्डियन आर्मी भनेपछि त जस्तो हुन्छ नि त मान्छेहरूलाई होइन यो मान्छे त कडा छ है खारो छ है भन्ने लाग्छ नि त त्यो हिसाबले सम्मानले हेर्थ्यो कि डरले हेर्थ्यो भने सम्मानले हेर्थ्यो मिला भाउ कि भाउ सबैतिर मिला भाएपछि हेर सबै खुसी हुने रहेछ त्यो हाई उयो गरे पनि भइन्छ यस्तो गरे फलान यस्तो गरे फलान मैले कसैलाई पनि दुःख पनि दिएन के पनि गर्दैन त्यसो जनताको यस्तो भएको खबर मिलाइदिने कुरो मलाई जिल्लामा गएर भने सबैले मिलाइदिने
भनेपछि अहिले चाहिँ कस्तो लाग्छ भन्दाखेरि हामी नयाँ युवाहरूले चाहिँ अहिले नयाँको पुस्ताहरूले चाहिँ पञ्चायतमा चाहिँ शोषण हुन्थ्यो है भन्ने लाग्छ नि त हामीलाई हुन्थ्यो कि नै तपाईँ के भन्नुहुन्छ मैले त सोच्दै भन्नु मैले जान्दैन किनभने म भने पाएपछि यो बुढाहरू त गर्ने अरे खासी काट्ने हिसाब गर्ने है जस्तै आफूले रुचाएको ठाउँको खसी काटिदिने कि कस्तो त्यो गाड्ने अरे पहिलेको बुढाहरूले क्या त्यस्तो गर्थ्यो नि त्यसो गर्ने अरे म त्यस्तो भएन होइन के भन्नु खुसी है सबै अहिलेको अब नयाँ पुस्ताहरूलाई चाहिँ हाम्रो सोचाइ चाहिँ के बस्छ भन्दाखेरि पञ्चायतमा चाहिँ अलिकता अहिले भन्दा स्वतन्त्र त थिएन होला नि जनताहरू थिएन है भनेपछि जनताले अब मैले उनीहरूको काम पनि मैले गरिदिने कि मेरो मान्दिनँ समस्याहरू समाधान गरिदिनु के दिन चाहनुहुन्छ त सन्देश अहिलेको नयाँ पुस्ताहरूलाई अब पञ्चायतको बेलामा तपाईँ अहिले हुनुहुन्छ नि त त्यो बेलामा चाहिँ यस्तो थिएन है यो हो यो भन्ने के सन्देश दिन चाहनुहुन्छ मैले त्यही हो पहिले मैले गरेको काम गर्नु पर्यो अहिले अध्यक्ष भयो के भन्छ मेयरहरू आउनुहुन्छ उहाँहरूले चाहिँ तपाईँले जस्तो गर्नु पर्यो जोसँग जनताको समस्या समाधान काम त नि गरेकै हो तर कहाँ कहाँ विगत भएको छ त्यो विगत चाहिँ हेर्नुपर्छ पञ्चायतबाट अलिकति बाहिर निस्क्यौँ है त हामी तपाईँको प्रेम विवाह हो कि माघी विवाह हो हाम्रो त मगर प्रेम विवाह हो कति सालमा गर्नु हो त तपाईँले विवाह कति उमेरमा भन्न खोजेको मैले सायद तपाईँ पल्टनमा जानुभन्दा अगाडि कि जानुभन्दा पछाडि गएर पछि हो भनेपछि प्रेम विवाह गर्नुभयो हाम्रो त फेरि मगरहरूमा त माघी भन्दा नि भागी विवाह हुन्छ कि बढ्यो त्यो बेलामा झाब्रे नचाहेरै पट्याउनु भयो त उहाँ चाहिँ आमाको घर पनि मुढाबास हो कि एकै ठाउँमा हो काफल हो कि मुढाबास काफलमै हो ए भनेपछि एउटै गाउँको हुनुहुन्थ्यो तपाईँहरू एउटै गाउँकै यस्तै घर छ यहाँ मेरो घर तल्लो घर छ नि बाजेको घर छ नि त्यो चाहिँ आमाको जस्तो होइन नजिकै थियो ठिक छ तपाईँहरूको त्यो पछि अब प्रधान भएपछि चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँको समाजको कार्यमा हिँडेपछि होइन परिवारलाई अलिकति समय दिन पनि त भ्याइँदैन नि होइन त्यस्तो भयो कि नै तपाईँहरूले भएन बुझगार मान्छेहरूको छोरी हजुर बुढ्ने बिचरा सबै क्या यो कर्मचारी यस्तै हो पाउन पाल्न पनि आमा चाहिँ बुझकी हुनुहुन्थ्यो है त्यस्तो समस्या चाहिँ आएन तपाईँले किन भन्दाखेरि अब समाज आजभोलि त सामाजिक काममा लागेपछि तिमीले अब घरको मान्छेलाई त अलिकति समय दिन नि भ्याइन्न आफू पनि बन्नु पर्यो होइन आफ्नो कार्य काम पनि गर्नु पर्यो सबैभन्दा खुसीको समय खुसीको पल कुन थियो तपाईँ सबैभन्दा खुसी हुनुभएको तपाईँ हर्षित हुनुभएको पल जीवनकै भन्न पर्यो सधैँ रामले नै हुनु अहिले बल्ले गानुमा त खुसी त हुन्न है बल्ले गानु भने हजुर सबै जे गर्ने इच्छा हुन्छ नि त्यो पुरा हुन्थ्यो गरेर पनि गर्थ्यो भनेपछि बाल्यकालमा जतिको खुसी चाहिँ अहिले हुनुहुन्न तपाईँ पल्टनमा भर्ती हुँदाखेरि कतिको खुसी हुनुहुन्थ्यो खुसी है पार्टी दिने हुन्थ्यो त भोजभटे भर्ती भयो है भनेर भोजभटे दिने हुन्थ्यो काम दिनुभयो ल ठिक छ तपाईँलाई अब त्यो पल्टनको भर्तीको जुन
ट्रेनिङ छ नि त्यो ट्रेनिङदेखि अब गाउँको लागि गरेको जुन सामाजिक क्रियाकलापसम्मको अनुभव छ तपाईँलाई होइन यति 85 वर्षसम्म आउँदाखेरि तपाईँले चाहिँ 20 वर्षको एकजना युवालाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ तपाईँले मैले अँ। म जस्तो भर्ती हुनुपर्छ भनेर भन्नु, अँ। सुझाव दिन्थे हुन पनि गरे भर्ती मैले ए, यहाँ केटाहरू होइन तर आजभोलि त इन्डियन भर्ती पनि रोकिदियो कि होइन? रोकिएर मोडेर के अँ, भर्ती गरेर। 20 वर्षको युवालाई चाहिँ तपाईँ भर्ती हुनु भन्नुहुन्थ्यो अँ। अरू केही हुन भर्ती पनि गर्नु- भयो कि मैले गराएँ कति केटाहरूलाई हो अँ ए केटाहरूमा चाहिँ आत्मविश्वास बढाइदिनु होइन? त्यो खालको जियोस् मोडी गरिदियो मेरो नाति हुने बाटो गरेको भर्ती नातिलाई हाम्रो यनिन दाइले होइन अँ यनिन दाइले भन्नुहोस् तपाईँले एकजना महिला होइन अँ। एकजना महिला चाहिँ घरमा शिक्षित महिला छिन् भने उसको चाहिँ उसको परिवार चाहिँ सबै शिक्षित हुन्छ भन्ने कुरामा चाहिँ कतिको विश्वास गर्नुहुन्छ तपाईँ म यो यो चाहिँ विशेष के हो भन्दाखेरि जस्तै एकजना परिवार घरमा छ यो है त्यसले चाहिँ पहिला आफ्नो बाबा आमाले चाहिँ राम्रो गर्नु पर्यो हजुर अँ, बच्चालाई अँ, बाबु आमा रिसियो भने रिसिने भयो अँ, होइन अँ, त्यसलाई राम्रोसित हरायो पढायो गरायो भने त्यो अलिकति जो म कराएर बोल्यो भने चाहिँ त्यो गर्दैन त्यस्तो ऊ हुन्छ कि डर लाग्छ डर लाग्छ बच्चाहरू त्यो पनि गर्थ्यो एउटा भनेपछि तपाईँको लागि चाहिँ एउटा महिला चाहिँ शिक्षित हुनुपर्छ त्यही छ हुनुपर्छ नि होइन एकदम राम्रो कुरा हो त्यो होइन अब घरको महिला चाहिँ शिक्षित भयो भने अब उसको बच्चाहरूले पनि राम्रो शिक्षा पाउने भयो होइन अहिले अब अहिले कतै शिक्षित छ एउटा बच्चा पायो छोरा पायो अरू कुरा कहिले कोही अँ। कोही पारपाचे यो विषयमा के भन्नुहुन्छ तपाईँ आजभोलि न त बच्चाहरू यस्तो गाउँमा बस्छ न त आफ्नो छोरा बुहारी नै घरमा बस्छ त्यही त त्यसलाई मैले भनेको कि हाम्रो पालामा त होइन यस्तो नभए भने यस्तो कस्तो कस्तो भयो पढायो हजुर बाँकी तपाईँहरूले यस्तो बच्चाहरू धेरै उम्, एउटा बच्चाले पढाउन जाने काम कुरै गर्ने अँ। मन्त्री त्यो ठिक हो कि बेठिक जस्तो लाग्छ तपाईँलाई मलाई त एउटा बच्चा गयो भने घरमा कुरै गरेर कुरै भयो हेर्ने मान्छे हुन् है आमा बुबाहरूले हुन्न कि त्यो पनि छ कि यहाँ हो माग है त यो ओडलाई चाहिँ माग गर्नुहोस् तपाईँहरूले किनकि गाउँघरमा आजभोलि युवा जति सबै विदेशमा गइसक्यौँ होइन वैदेशिक रोजगारमा अब घरको छोरा अब त्यो बुहारीहरू र अब सन्तानहरू चाहिँ नाति नातिनीहरू चाहिँ बजारतिर लान्छन् पढाइको लागि घरमा गाउँमा चाहिँ आमा बुबाहरू मात्रै पुरै खाली छन् ल बुबासँग चाहिँ डम्फु पनि रहेछ है यो कहिलेको बुबा मैले बनाएको हजुरले बनाउनु भएको बाफ्रे ल बुबा आफैले बनाउनु भएको रहेछ मगरहरूको त्यो त पर्थीकै हो कि ल बजाउन सक्नुहुन्छ तपाईँले अहिले बजाउन सक्नुहुन्छ तर गजब चाहिँ यो कासमा गोरो के अरे गोराको होइन यहाँ त यहाँ त पाल परिरहेको छ है राम्रो छ ल ठिक छ बुबा बुबाले त राम्रो बजाउनु हुने रहेछ त यतिको त मलाई नि आउँदैन यो उमेरमा पनि गजब बजाउनु हुने रहेछ तपाईँ यो मैले त राखिदिन्छु अस्ति तपाईँले जेनजी आन्दोलनको सुन्नुभयो कि नि समाचारहरू काठमाडौँतिर भएको विद्यार्थीहरू मरेको हत्या भएको सबै आन्दोलनले चाहिँ सिंहदरबार जलाएको थाहा छ नि तपाईँलाई होइन के भन्नुहुन्छ त्यसको बारेमा तपाईँ अब हजुर कति काम गर्यो के गर्यो है उसको युवाले त्यो आफ्नो अधिकार खोज्यो हो नि होइन र अधिकार चाहिँ सम्पूर्ण यो नेताहरूले त्यो गर्न हुन्न त्यो उनीहरू युवाले भनेको चाहिँ मान्नुपर्छ नेताहरूले
तपाईँले भनेपछि जनताहरूको पक्षमा हुनुहुन्छ तपाईँ ए त्यही त नि जेनजीहरूले अस्ति कतिजना विद्यार्थीहरू बिते है कतिजना नेपाली सन्तहरू फेरि बिते तपाईँले त जनआन्दोलन पनि देख्नुभयो होला है तपाईँले त्यो माओवादी सेनाहरूको म पनि भागो 11 सालमा हो र किन कसले म इने पुग्यो म भागेर भागेर किन भाग्नुभयो बुबा तपाईँ सबै लागेर हो नि कसले आर्मी ल्यायो भनेर माओवादीहरूले अँ ए माओवादीहरूले चाहिँ आर्मी ल्यायो तिमीहरूले भनेर सबैले लग्यो पुरा गुहा पुग्यो म तर तपाईँ त पल्टनको मान्छे होइन अलिकति म लड्छु यिनीहरूसँग भन्ने आँट आएन आधा एक्लै पनि एक्लै पनि खोजेर हिँडेँ हजुरलाई म 11 बजे म उठिँदै थिएँ है अर्को घरमा उठेर बन्न सबै लुकेको त लुकेको है के भन्नु छ त्यो है उहाँको मृत्युलाई पनि तपाईँले पनि देख्नुभयो है उहाँको थाहा पाउनुभयो म घरमा गएको भए मलाई पनि मार्नु चिजमा ए है तपाईँ भनेपछि भाग्नु हो तपाईँ कति बस्नु त भागेर इन्डियामा म इन्डियामा त म कहिले पनि पुगेँ है पाएँ भर्तीबाट कि त पुगेको त्यो ठाउँमा फेरि पनि त्यही ठाउँमा ए माओवादीहरूले लखेट्दाखेरि उहाँ उसमा यो पन्जिम भयो गोवा भयो अस्ति दुबईमा कटर हाम्रो राष्ट्रपति के त्यहाँ पनि पुगेँ म ए किन त्यहाँ चाहिँ किन जानु तपाईँ म त्यही त माओवादीहरूले गर्दाखेरि त्यस्तो कुनै क्षण दर्दनाक क्षण याद छ तपाईँलाई माओवादीहरू त्यो जनआन्दोलन हुँदाखेरि चाहिँ दर्दनाक क्षण याद छ तपाईँलाई त्यो उनीहरूले हेर यो कति 12 गते हजुर होला यिनीहरूले मिटिङ थियो क्या त्यहाँ खुसीबाजामा है हजुर मिटिङ थियो त्यतिखेर केम्बल पनि त्यहाँ आएको म पनि गएको बोलाएको जानै पर्यो नेउसर हो कहिले हो अन्त त्यो थियो हेर त्यसमा म पनि घरमा भएको बारी मलाई शिक्षा दिए तपाईँहरूले चाहिँ किन त्यस्तो मात्र तपाईँहरूलाई मात्र किन त्यस्तो उसले के माउटीले त्यसो गरेको के किन गर्नुहुन्थ्यो किन गरेको तिनीहरूले तिनीहरूलाई चाहिँ के हो भन्दाखेरि काठ स्कुल बनाउनुको लागि त्यो बजार भवन गाविस भवन बनाउनुको लागि काठ ढोका छाल ढोका सबै बनाएर राखेको त्यहाँ त्यो सबै पचुत्तै जलाइदियो त्यहाँ जलाइदिएको है त्यो काठ ढोकाहरू पञ्चायत भवन बनाउनलाई थुपारेर राख्नु भएको काठहरू पुरै जलाइदियो पुरा त्यो अवधिमा पनि तपाईँ हुनुहुन्थ्यो पर्दा थियो उठिए को थियो त्यो बेलामा क्या ए तर उहाँ त प्रधान होइन ऊ होइन र गाविसको अध्यक्ष होइन तर तपाईँहरूको चाहिँ अलिक पञ्चायतै थियो नि त तपाईँहरूको त्यो चाहिँ अलिकति पछि चाहिँ गाविसको अध्यक्ष हुन आउनुभयो बाबरे त्यतिखेर म काफल लगाएको भने गयो के अरे माइकोटा शिवरी त्यो बारीमा त्यतिखेर खेम्मा के भने माउरीमा ए हजुर त्यो सँगै गएछ म चाहिँ त्यसैले त्यो
सबैले त्यहाँ मारेबाट सकेर मेरै भन्छ त्यहाँ उसको निमुन्तिर कपालधारी बाटोमा क्या ए त्यो मारेबाट हाम्रै गाउँबाट आएर कपालबाट चाहिँ मारेर क्या ए उसलाई र यस्तो मारे उस्तो मारे भनेर बेचेको समायाहरू माउले हजुर हजुर तिनीहरू किनेर मारिसकेर चाहिँ त्यहाँबाट सबैले भनेबाट ए बुहार पालेर भ्याए तर रहेछ त्यो समयकाल त गाह्रै थियो है गाह्रो छैन बाबु भनेर देखेँ त्यसलाई म त्यसै पुगेर गोवा होइन त्यस्तो चाहिँ तेलले चाहिँ म 11 नबजेर कहिले तावामा कहिले कता त्यहाँबाट आएर पनि आज नचुरेको म इन्डिया गएर आएँ 6 महिना बसेँ इन्डियामा 6 महिना बस्नुभयो है तपाईँ इन्डियन आर्मी नै हुनुभयो अब जनआन्दोलन पनि तपाईँले देख्नुभयो त्यो क्रममा चाहिँ इन्डियन आर्मीमा है विशेष गरी पल्टनमा बस्दाखेरि तपाईँको आँखा अगाडि तपाईँको साथीले ज्यान गुमाएको पल याद छ देख्नुभयो आफू बाँच्यो देख्न त्यो उसमा म पनि धन्य बाँच्नु भन्नु गोला कति बमहरू बम क्या हजुर तपाईँले आफैले एउटा खुकुरी लिएर मात्रै त्यो लडाइँमा जानु भएको छ भएको छैन खुकुरी लाने राइफल हुने गुली गट्टा भारी नै पुरै कति केजी जति हुन्थ्यो होला यो बेलुका यो माल त 3 केजी चाहिँ हुन्छ कि अब 3 केजी बेल्ट मात्रै 3 केजी यस्तो हुन्छ के अरे त्यहाँ आफू गएर गयो भने त्यहाँ जान्छु आउनु त्यहाँ कोही भन्नु भन्ने त्यहाँलाई पल्टनमा कति पाउनुहुन्थ्यो त्यो बेलामा स्यालेरी छोरा थियो हामी 5,000 10,000 कि अझै धेरै पाउनुहुन्थेन त्यति कति हुन्थ्यो तपाईँहरूको ज्याला हुन्थ्यो होला बाबुले 3,000 चाहिँ महिनाको 3,000 ए है त्यसले घर खर्च धान्थ्यो त हुन त त्यो बेलामा त है धेरै त्यो बेलामा 3,000 भने त मैले भन्छु अब 50 रुपियाँमा भर्ती भयो म हजुर त्यो त अब अहिले हेर्दा कति थोरै भन्ने हुन्छ सबैलाई त्यो बेलामा त्यतिखेर सुन फेरि 60 रुपियाँ थियो सुन 60 रुपियाँ थियो ए बरै चमत्कार तपाईँ 50 मा भर्ती हुनुभयो 60 रुपियाँ तोला सुन थियो सुनको भाउ ए बरै भनेपछि इन्डियनमा पनि तपाईँ इन्डियनमा त रमाइलो कतिको गर्नुहुन्थ्यो इन्डियन पल्टनमा केटाहरू के त्यो तालिम हुन्छ तालिम हुन्छ तालिम हुन्छ कि हजुर त्यतिखेर त्यो तालिममा त्यो जो कुरै गरेर हिँड्नुपर्छ यस्तो हिँड्ने तालिममा त्यही गरेर गयो भने त्यो बस्यो हेर अलिकति पिठाएर उठ्यो भने है त्यो बेलामा पहिला कस्तो हुन्थ्यो भन्दाखेरि यो त इन्डियन आर्मीबाट भागेर आएको रे है पल्टनबाट भागेर आएको रे भन्ने पनि सुनिन्थ्यो है त्यही त किन भाग्थ्यो खासमा त्यही त रहेछ कि अब दार्चुक छिरुवा भएर भागेको हो त्यो डरजिरो भएर भागेको अब परिवार त पाउँथ्यो त्यही त नि है परिवार सुख त पाउँथ्यो नि
खासमा त्यो बेलामा इन्डियन आर्मी हुनु पनि हाम्रो मगर समाजमा चाहिँ विशेष गरी आर्मी हुनु नै सबैभन्दा ठुलो कुरा थियो तपाईँको अब त्यो त इन्डियन आर्मी नै देख्नुभयो तपाईँले जनआन्दोलन नै देख्नुभयो जेएनजी पनि देख्नुभयो तपाईँले अस्ति आन्दोलन त्यसपछि कोरोनाको समय पनि तपाईँले देख्नुभयो होइन कोरोनालाई पाल्पामा हाम्रो गाडीपिटीको छोरा बिहे थियो बतासमा पढ्न त्यहीँ उत्तरमा क्या पढ्ने तिनीहरू एउटा त बाँकी भयो लड्यो भयो एउटा चाहिँ नि कोरोनाले मर्यो 7 दिन भएर है भनेपछि तपाईँ त्यो बेलामा चाहिँ त्यता तानसिनतिर हुनुहुन्थ्यो म तान्सिनु पनि थिएँ गाडीमा थियो यहीँ मुडाबासीमा हुनुहुन्थ्यो काफलमा काफलमा हुनुहुन्थ्यो तपाईँ काफलमा हुनुहुन्थ्यो तर कोरोनाको बेलामा हाम्रो गाउँतिर त्यस्तो टल्क त मचिएन हल्का बन्द चाहिँ बन्दै भएको त्यो बेलामा नि तपाईँहरू अब ज्येष्ठ अलि वृद्ध हुनुहुन्छ अनि डर लाग्थ्यो ठिक छ तपाईँको यो साधारण जीवनमा के होइन यो लड्ने अनि यो जस्तै पल्टनमा लड्नेदेखि लिएर अनि यो सामाजिक कामहरू गर्नेदेखि लिएर त्योभन्दा बाहेक घरको काम चाहिँ के काम गर्दा चाहिँ तपाईँलाई आनन्द हुन्छ मलाई त बाबु के हो भने अब घरमा आमा बुढी भयो छोरा नातिहरू के अरे है यिनीहरूलाई जो नाति नै याद आउने रहेछ नाति नाति है ठिक छ यस्तो त्यो नाति नातिनीहरूलाई खेलाउन पाए चाहिँ आनन्द लाग्थ्यो यो कुरा पनि एकदमै बुझ्नुपर्ने हामीले ओके हाम्रो यो बुबासँगको मिठो कुराकानीसँगै म बुबालाई चाहिँ हामी अन्तिम तर्फ छौँ है बुबा तपाईँको लागि अर्को प्रश्न के गरौँ भन्दा सन्देश दिनु नि त अहिलेको नयाँ युवाहरूको लागि होइन नयाँ पुस्ताहरूको लागि के सन्देश दिन चाहनुहुन्छ कारण बजाऊ कारण बजाऊ ये कुटा पिरी पनि नगयो यही पिरी पनि नगयो त्यो विदेशी कुरा भएर नगयो ना दियो भने घाइते चाहिँ पुरा लेखा नगयो दिए म नगो नगो कारण शान्तिरा छुट्टी मन्त्री नगो युवाको नाले जम्मै झस्के छुट्टी युवाको नगो हाले युवा टाटा युवाले नगो कारण नगो हाले र यसै चाहिँ यतिखेर नगो दिँदै के चाहिँ नगो खोप सेजो कम जातमा नगो र अगाडि बढिसके जात्ने पनि भनिसक्यो बुबा चाहिँ भूपू प्रधान होइन 2 अवधिको लागि चाहिँ भूपू प्रधान पनि हुनुहुन्छ उहाँ पञ्चायत कालको साथै एउटा सच्चा इन्डियन आर्मी पनि हुनुहुन्छ उहाँ है त उहाँको चाहिँ अहिले नाति पनि इन्डियन आर्मीमै भर्ती भइसक्नु भएको छ उहाँको चाहिँ अब पञ्चायत कालको कामको कुराहरू गर्नु पर्दा चाहिँ अघि नै पनि हामीले सुनिसक्यौँ विद्यालय निर्माण गर्नुभएको उहाँकै पञ्चायत कालको बेलामा हुनुहुन्थ्यो राजा वीरेन्द्र पनि आउनु भएको होइन तपाईँकै बेलामा उहाँकै बेलामा राजा वीरेन्द्र आउनु भएको उहाँले चाहिँ जनताहरूको लागि चाहिँ श्रमदान गर्न पठाएर अनि चाहिँ सबैलाई एकजुट बनाएर चाहिँ विद्यालय बनाएको त्यो विद्यालयमा चाहिँ हामी पनि पढेको र हाम्रो बालबच्चाले पनि पढ्न पाओस् भन्दै बुबाको यो ठुलो योगदानको लागि नमन गर्दै मनबाटै धन्यवाद र ओके हामी चाहिँ अब बुबाको लागि त्यो अन्तिम प्रश्नसँगै यो भिडियोको अन्त्य अकान्जुको यो श्रृङ्खलाको समाप्ति पनि हामी गर्न जाँदैछौँ अकान्जुको श्रृङ्खलामा चाहिँ अर्को एपिसोडको लागि चाहिँ अर्को भागको लागि चाहिँ तपाईँहरू तयार रहनुहोला हाम्रो यो श्रृङ्खलामा हामी ल्याउनेछौँ अत्यन्तै नयाँ ट्यालेन्ट अथवा चाहिँ नयाँ के ज्ञान गुणका कुराहरू दिने खालको गेस्टलाई चाहिँ हामी ल्याउनेछौँ भन्दै आजको लागि चाहिँ समाप्ति भएको घोषणा गर्न चाहन्छु सँगै नागोयालदेखि जाउँ बुझ्यो पहाडले बोलायो नदीले सुनायो हाम्रो मुटुमा बाँच्ने